यो हो दुनियाँको सबैभन्दा महँगो चिज जसलाई इलोन मस्क, बिल गेट्स, वारेन बेनफार्ड जस्ता बिलियनियर यदि सबै सम्पत्ति मिलाए पनि यसको प्राइसको कोही पनि आउन सक्दैनन्। यो चिज यति महँगो छ कि यसबाट 433 ISS किन्न सकिन्छ, जबकि ISS यो दुनियाँको सबैभन्दा महँगो चिज हो। यति नै होइन, यो चिज यति महँगो छ कि यसले कोही मान्छेले किन्न चाह्यो भने त्यसलाई किन्नलाई त्यसको घर होइन पुरै देश जानेछ। र आजसम्म दुनियाँमा जति पनि गोल्ड र डायमन्ड छन् तिनीहरूको पुरै प्राइस त्यसको प्राइसको कोही पनि आउँदैन। यो चिज दुनियाँको नभएर युनिभर्सको सबैभन्दा महँगो चिज हो र यो चिजको नाम हो एन्टिमेटर, जसको 1 ग्राम मात्रको प्राइस $62.5 ट्रिलियन छ। यो रियर ठाउँमा पाइने गर्छ र यिनी यति रिएक्टिभ हुन्छन् कि यदि 1 ग्राम एन्टिमेटर कुनै नर्मल मेटरसँग कोल्याब भएमा यसले हिरोसिमामा खसालिएको बोम जतिको इनर्जी प्रोड्युस गर्नेछ, जबकि हिरोसिमाको लागि बोम बनाउँदा 64 किलोग्राम युरेनियमको प्रयोग गरिएको थियो। अब तपाईले बुझ्न सक्नुहुन्छ एन्टिमेटर यति धेरै महँगो किन छ।